Hello guys, good morning. Welcome back in my new vlog. So यो भ्लग चाहिँ म काठमाडौँको थमेलबाट स्टार्ट गर्दैछु। म चाहिँ हिजो बेलुका आइपुगेको हो अनि हिजो चाहिँ एकदम टायर्ड थिएँ, त्यही भएर मैले केही भ्लग गरिनँ। सो आज चाहिँ म भ्लग स्टार्ट गर्दैछु अनि बिहान उठ्ने बित्तिकै म चाहिँ यहाँ बाहिर बसेर चिया खाँदै थिएँ है त। सो अब चाहिँ काहीँ किन्न जानुपर्ने हुन्छ गाइज, काहीँ छैन यार। आफ्टर लङ म ब्याक भएको छु। होपमा देखाइदिनुहुन्छ। सो गाइज म चाहिँ फाइनली होटलदेखि निस्किसकेँ होइन। मेरो थोप्रा हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ थमिलमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि राति चाहिँ एकदम राति भन्दा नि बिहान 12 बजीदेखि बिहान 2-3 बजीसम्म चाहिँ एकदमै लाइटिङहरू होइन अनि क्राउडहरू बढ्दै हुन्छ। अनि बिहान भएपछि बिहान दिउँसोहरू त्यस्तै हो, साइलेन्ट है त। सो हिजो चाहिँ यहाँनिर एउटा मिनी मार्केट गएको थिएँ, त्यहाँनिर चाहिँ फेरि जाँदैछु है म। दिस इज द थमेल। यो चाहिँ अलिक थमेलको बाहिरै पर्छ, बाहिरै भन्दा पनि थमेल नै पर्छ, तर अलिक भित्रभित्र चाहिँ एकदम धेरै राम्रो छ। लेट्स गो, मसँगै जानु है। म बसेको होटल छिर्ने गल्ली चाहिँ भित्र हो अनि यतापट्टि चाहिँ उयो थियो क्या, के भन्छ उयो थियो क्या, बिर्सेँ, मिनी मार्केट थियो। त्यहाँनिर म काहीँ किन्छु भनेर गएको थिएँ, तर अब यति निस्किसकेपछि त यसो हिँडौँ न भनेर नि। सो अब म चाहिँ हिँड्दैछु, गलिसकेँ गाइस। त्यही हो, म चाहिँ अब यहाँ काठमाडौँको टुरभरि के गर्छु हजुरहरूलाई सब देखाउनेछु, अपडेटहरू दिँदै गर्छु। आफ्टर सो लङ भ्लगमा ब्याक भएको छु। होप तपाईँहरूले एकदमै माया देखाइदिनुहुन्छ। यो चाहिँ के रहेछ हेर्नु ल, मन्दिरहरू के हो, छिर्ने ठाउँ चाहिँ कता रहेछ, छिर्न मिल्छ कि मिल्दैन फेरि, लेट्स सी है त। कस्तो फ्रेस फिल भयो क्या बिहान बिहानै। फेरि म ढिलो उठ्ने मान्छे, के रहेछ त्रिवेणी टेम्पल अरे, गएर हेरिदिने त, हेरौँ न ल। मन्दिर चाहिँ जान मिल्छ नि हेर्नु है। मन्दिरभित्र दर्शन भइसक्यो। कस्तो राम्रो पो रहेछ। सो यो चाहिँ त्रिवेणी मन्दिर हो, थमेल नजिकैको। वाह, अब हामीले घन्टी बजाएर ढुक्नुपर्ने हुन्छ है त। गाइस ब्याक कमेन्ट नगरिदिनु होला। अब मेरो यहाँ मन्दिर छिर्ने त प्लान थिएन नि त, तर मैले देखिहालेर छिरेको, ड्रेस अप भएर नभन्ने। गाइस यो मन्दिरदेखि चाहिँ ब्याक भएको मलाई कस्तो अक्वर्ड फिल भयो क्या। अब मैले यहाँ क्याफे देखेको थिएँ, त्यो क्याफे छिर्यौँ है त। गाइस अहिले यहाँ मान्छे त्यति छैन, त्यही भएर म भ्लग गरिरहेको छु। अहिले चाहिँ हेर्नु है, अहिले चाहिँ रोडहरू यस्तो खाली छ, त्यही भएर मात्रै भ्लग गरेको, नभए म गर्न सक्दिनँ दिउँसो त काठमाडौँमा। गाइस भ्लग नगरेको धेरै भयो नि त। म क्याफे आइपुगेँ होइन, अगाडि रहेछ। म क्याफे आइपुग्न आँटेँ होइन गाइस, छिर्नु चाहिँ लाज लाग्दैछ किनभने हिजोदेखि कपाल कोरेको छैन क्या। म यहाँ काठमाडौँमा होटेल आइपुगेपछि फ्रेस भएँ, नुहाएँ अनि कपाल यत्तिकै छ क्या, तर मेरो कपाल सिल्की छाएर मात्रै हुनुभएको। सो यो क्याफे यहाँनिर चाहिँ म क्याफे अगाडि आइपुग्छु, म छिर्नु है त। कफी खानुपर्छ, कफी। क्याफे आइसकेपछि गाइस प्लान चाहिँ हट लेमन खानु लागेको। सो गाइस म चाहिँ यहाँ क्याफेदेखि निस्किसकेँ। क्याफे चाहिँ सानो रहेछ, त्यही भएर मैले त्यस्तो धेरै भ्लग गरिनँ। अब चाहिँ होटल जाने, यो गल्ली हो मेरो होटल चाहिँ। लेट्स गो। हेर्नु न, यही ट्याक्सी भएको ठाउँमा हो क्या होटल, यति मात्रै छ। ए एकचोटि हेर्नु जाउँ ल, मिनी मार्केट खुल्ला भयो कि भएन गाइस, कस्तो बिर्सेको। के गर्छ हौ, नजिक ल्याउँदो रहेछ यार। अघि भन्दा अलिक क्राउड बढ्दैछ, तर यहाँ पाउँदैन होला।
सो गाइज मैले चाहिँ मेरो भाइले अस्तिदेखि मलाई यस्तो सुरुवाल किन्नु भनेको किनिदिएको अब के गर्नु कस्मेटिकहरू केही खुल्ला छैन अनि एकजनाले चाहिँ सोधेको यहाँ पाउँदैन पनि भन्नुभयो सो अब चाहिँ फर्किनु है त गाइज अब चाहिँ जेसुकै होस् सिधै होटल जान्छु कपाल सपाल नकोरी हिँड्छु बरु ओभर गलिसक्यो भने म कहिले नहिँड्ने मान्छे यत्रो आज त यति धेरै हिँडेको ट्राफिकमा पनि हुँदो रहेछ त्यहाँ अब चाहिँ सिधै होटल पुगेर भेटौँला गाइस के भन्नुहुन्छ म त रुम आएर पनि सुतेछु होइन अनि अहिले भर्खर उठेको अनि अब बाहिर थमेल जानु पर्यो यस्तो घुम्न भनेर सोचेको बाहिर त यस्तो घाम लागिरहेछ कि आम्मामा कसरी निस्किनु यस्तो घाम बाहिर त्यही भएर अब एकछिन गाइस कफी खान्छु फ्रेस भएर निस्किने भनेर सोचेको तर यस्तो गर्मीमा त गाइस मरिन्छ यार त्यही भएर फेरि यस्तो निदाएछु कि म त्यो क्याफेबाट आएर होइन मस्त निदाएछु क्या रुमहरू पनि हेर्नु न अब क्लिन गर्न लाउनु पर्ने सो अब घाम होस् कि जेसुकै होस् निस्किनु त पर्ने नै हुन्छ अब कफी खाएर फ्रेस भएर निस्किनु पर्यो यहाँ बाहिर बस्नु मन थियो होइन के गर्नु अब यस्तो घाम छ एन्ड देन जतिसुकै घाम भए पनि जान्छु डुल्छु भनेर म चाहिँ निस्केँ पठाउमा जाँदैछु उपर घाम थियो घाम भए पनि भिडियो बनाउनु चाहिँ छोडिँदैन है सो गाइस म चाहिँ होटेलबाट निस्केर होइन यहाँ नयाँ बसन्तपुर भनेछु नयाँ भक्तपुर आएको छु खाजा खानको लागि हेरौँ अब यहाँको खाजा कस्तो हुन्छ म ट्राई गर्न आएको है त अनि विक फिल भयो जस्तो भइरहेको थियो त्यही भएर एक्सट्रिम र फ्रुट सलाद अर्डर गरेको छु लेट्स ट्राई है त गाइस त्यसपछि मेरो फ्रुट सलाद पनि आयो अनि चम्ची नै झारिदिन्छु क्या कम्ता हाँस उठेको होइन धन्न वेटरले टिपेर दिनुहुन्छ त्यही हो खुट्टाभरि लागेको थियो बस्दै थिएँ हाँस पनि उठिरहेको थियो भिडियो गर्ने हुँदाखेरि यस्तो कति भएको छ क्या फर्स्ट ट्राई राम्रै थियो मलाई चाहिँ फ्रुट त्यति मन पर्दैन तर आफ्नो हेल्थको लागि खाइरहेको थिएँ जस आई वाज इन्जोइङ अनि सम्झिन्थ्यो उपर हाँस पनि उठिरहेको थियो भिडियो गर्ने हुँदाखेरि यस्तो धेरैचोटि भएको छ क्या मसँग द्याट्स वाइ हजुरहरूको पनि भएको छ भने कमेन्ट गर्नुहोला त्यही हो भिडियोमा नाटक पारी खानामा त एक्सपर्ट छु नि हो म पनि Cheers guys cute has it now let's try it then. यो फ्रुटको नाम चाहिँ के हो गाइस कमेन्ट गर्नु होइन म चाहिँ थाहा भएन तर मिठो छ अमिलो अमिलो कि हेर्दा चाहिँ एप्पल जस्तो दिन्छ तर एप्पल चाहिँ होइन रहेछ है मिठो छ एन्ड देन सेन्चुरिज ब्याक टु होटेल म चाहिँ पठाउमा होटल जाँदैछु होटल पुगेर के गर्छु कसलाई भेट्छु You gonna see in my next vlog. Stay tuned guys. Bye bye.